यही मङ्सिर 9 गते शुक्ल पक्षको मङ्गलबार विवाह पञ्चमीको शुभ अवसर परेको छ। विवाह पञ्चमी भनेको भगवान राम र सीता माताको विवाह भएको शुभ दिन हो, जुन दिनलाई हामीले विवाह पञ्चमीको उत्सवको रूपमा मनाउने गर्दछौँ। यस विशेष दिनको दिन हजुरहरूले हनुमान चालिसाको पाठको सङ्कल्प र विधिपूर्वक हनुमान चालिसाको पाठ तथा बजरङ्ग बाण पाठ गर्नुभयो भने जीवनको सबै रोग, दुःख, कष्ट, पारिवारिक समस्या र ग्रह बाधाबाट पूर्ण रूपमा मुक्ति पाउनुहुनेछ। साथै यस दिन भगवान राम र माता सीता साथै हनुमानजीलाई विधिपूर्वक पूजा गरी उहाँहरूलाई मनपर्ने प्रसाद चढाई त्यही ठाउँमा बसेर एक पाठ सुन्दरकाण्ड या राम रक्षा स्तुतिको पनि पाठ गर्नुभयो भने हजुरहरूको जस्तोसुकै मनोकामना पनि पुरा हुनेछ। साथै सबै रोकिएका कामहरू बन्ने छन् र हजुरहरूले जीवनको जस्तोसुकै दुःख कष्ट पनि बाट पनि पूर्ण रूपमा मुक्ति पाउनुहुनेछ र यस अवसरको हजुरहरू सबैजनाले लाभ लिन सक्नुहुनेछ।